नेपाल क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग एक ऐतिहासिक टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्न लागेको छ। यो 3 खेलको टी20 श्रृङ्खला युएईको शारजा क्रिकेट स्टेडियममा हुनेछ। यो श्रृङ्खला नेपाल र 2 पटकको विश्व विजेता वेस्ट इन्डिज बीचको पहिलो टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला हुनेछ। वेस्ट इन्डिजले सन् 2012 र 2016मा टी20 विश्वकप जितेको थियो। खेलहरू सेप्टेम्बर 27, 28 र 30 तारिकमा प्रतिष्ठित शारजा क्रिकेट मैदानमा आयोजना हुनेछन्। यो श्रृङ्खला नेपालका लागि एक ऐतिहासिक अवसर हुनेछ। विश्व क्रिकेटको टी20 पावर हाउससँग प्रतिस्पर्धा गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने सुनौलो मौका हुनेछ। यो श्रृङ्खला अक्टोबरमा ओमानमा हुने टी20 विश्वकप एसिया छनौट प्रतियोगिताको तयारीका रूपमा पनि निकै महत्त्वपूर्ण हुनेछ। नेपालले वेस्ट इन्डिजको बलियो टोलीसँग प्रतिस्पर्धा गरेर आगामी विश्वकप छनौटका लागि महत्त्वपूर्ण अनुभव सँगाल्नेछ। नेपालले पछिल्लो पटक सन् 2024 को अप्रिल-मे महिनामा वेस्ट इन्डिज ए टिमसँग 5 खेलको टी20 श्रृङ्खला खेलेको थियो। ती प्रतिस्पर्धात्मक खेलहरू 3-2 ले वेस्ट इन्डिजको पक्षमा समाप्त भए पनि नेपाल क्रिकेटका लागि त्यो श्रृङ्खला ऐतिहासिक बनेको थियो। शारजाको वातावरण ओमानसँग मिल्दोजुल्दो भएकोले यो श्रृङ्खला नेपालको तयारीको लागि उत्कृष्ट अवसर हुनेछ। यस पटक नेपाली टोलीले न केवल विश्वस्तरीय प्रतिस्पर्धीसँग सामना मात्र गर्नेछ, विश्वकपका लागि छनौट चरण अगाडि निर्णायक तयारी पनि गर्नेछ। नेपाली क्रिकेट सम्बन्धी ताजा अपडेट लिएर हामी आउने नै छौँ। अहिलेलाई बिदा माग्छौँ। हस्त, धन्यवाद।